आफ्नै बारीमा फलेको सागसब्जी टिपेर खान पाउँदाको आनन्द त तपाईहरुलाई थाहा नै छ। आज चाहिँ म धेरै दिनमा बारीमा गएर फर्सीको मन्टा टिप्दै थिएँ, जुन चाहिँ कि मेरो फेभरेट हो। र यतापट्टि मेरो हस्बेन्डलाई हेर्नु न, उसको चाहिँ बाख्रा पाठा गाई गोरुप्रति माया नै बेलेग छ। सो हेलो एभ्रिवान, नमस्ते। मेरो नयाँ एउटा भिडियोमा तपाईहरु सबैजनालाई स्वागत छ। म चाहिँ बिहान बिहान नै जाँदैछु बारीतिर केही सागसब्जी भेट्छु कि भनेर टिप्नको लागि। र अब चाहिँ हामीहरूको घरको काम पनि अन्तिमतिर पुगिसक्यो अनि म चाहिँ फटाफट गरेर फ्रेसन अप पनि भइहालेँ र चिया पिउनतिर लागेँ। आमा पितालाई चाहिँ अघि नै दिएको थिएँ र मैले र हस्बेन्डले बनाएर खायौँ। अनि आज चाहिँ मैले खानामा बनाएर थिएँ लाउको सब्जी, एकदमै लसुन अदुवाको पेस्ट हालेर मिठो बनाएर कुकरमा बनाउँदै थिएँ। धेरै दिन भएको थियो लाउको सब्जी नखाएको पनि। अनि अर्कोपट्टि चाहिँ म बनाउँदै थिएँ फेरि फर्सीको मन्टा, जुन चाहिँ कि मैले अहिले भर्खरै बारीबाट टिपेर लिएर आएको। र बिहानको टाइम चाहिँ मेरो एकदमै हतारले बित्छ नि त। यता पाकिसक्यो अनि हस्बेन्डलाई खाना दिएँ, चाहिँ खाइवरी जानुभयो। आमा पितालाई पनि दिइसकेर चाहिँ म यता चिया बनाउनतिर लागेँ मिस्त्री दादाहरूको लागि भनेर। अहिले चाहिँ हामीहरूको दुइटै काम चल्दैछ नि त, धेरै मिस्त्रीहरू आउनुभएको छ। अनि म चाहिँ एक्लै बसेर यतापट्टि खाना खानतिर लागेँ। खानापिना खाइसकेर बिहानको कामहरू सकिसकेपछि चाहिँ म बसेँ स्किन केयर गर्नको लागि। यति धेरै खराब भएको छ नि, अस्ति 1-2 दिन त गर्दै थिएँ, फेरि छोडियो। म हिजो बजार जाँदाखेरि चाहिँ आमाले मलाई भन्नुभएको थियो कटहल भेट्यो भने ल्याइदिनु भनेर। त्यही चाहिँ आमा यतापट्टि बसेर केलाउनु हुँदै थियो र कटहल खाइसकेपछि चाहिँ म यता गुटीलाई मजाले धोएर राख्दै थिएँ। यस चाहिँ मलाई कटहलको गुटी यस्तो धेरै मिठो लाग्छ नि। र साँझ परिसकेको थियो अनि मलाई चाहिँ यस्तो भोक लाग्न थाल्यो अनि मैले चाहिँ मेगी बनाएर खाएँ। यस्तो धेरै मिठो भएको थियो नि मेगी पनि नभन्नु। र आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्नेछु। फेरि भेट्नेछु तपाईहरुसँग नयाँ एउटा भिडियोमा। थ्याङ्क यू फर वाचिङ।